हेलो साथीहरु के छौ हालखबर आज पनि म उपस्थित भइसकेको छु हाम्रो घरको हरियो फलेका 6-7 वटा केराउलाहरू देखाउँदै गाइस र म चाहिँ केराउलाको बोट छेउमा रहेको त्यो ठाउँमा चाहिँ म असारमा धान रोप्नको लागि ब्याड गरा धानको बिउ राख्नको लागि चाहिँ म तयारी गर्दैछु गाइस। त्यही भएर मेरो छोरी पनि एकदम धेरै बाबा हो म पनि खेल्छु नि तपाईसँगै पानी खेल्छु हिलो खेल्छु लडीबडी गर्छु तपाईहरुसँगै रमाउँछु भन्न थाले। हतार हतार ल त तिमी पनि खेल्ने भनेर हतार हतार आएर हैन छोरीलाई बोकेर भित्र लानु खोजेको त आमाले ए किन लान्छस् त बच्चालाई बाहिरमा किन लान्छस् अहिले कुटै लान्छस् बाहिर निकाल भनेर फेरि बाहिर निकाल्दै गाइस। त्यही भएर म चाहिँ एकदम धेरै एक्लै भए पनि रमाउँदै काम भन्दा पनि खेल्नु बढी हुन्छ गाइस मेरो चाहिँ हैन। किनभने म चाहिँ अब काम गर्दाखेरि पनि एकदम धेरै रमाउँदै खेल्दै हैन एकदम धेरै खुसी भएर काम गर्न मन लाग्छ क्या मलाई चाहिँ। किनभने यसरी काम गर्यो भने चाहिँ गलेको अनि थकाइ लागेको पनि महसुस हुँदैन क्या गाइस। टाइम गएको पनि थाहा हुँदैन। त्यही भएर म चाहिँ यसरी नै सधैँ काम गर्ने गर्छु। तपाईहरु कसरी काम गर्नुहुन्छ मैले यसरी नै हिलोमा लडबडी गर्दै बिउ राख्दै हुनुहुन्छ कि कमेन्ट गर्नु होला गाइस है। अनि मेरो युट्युब च्यानल यसरी भिडियो हेरिरहनु भएको छ भने चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानल लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला गाइस है। हाम्रोतिर चाहिँ असार लाग्यो भन्नुको मतलब चाहिँ फेरि असार लागेको छैन जेठे हो भन्नु खोज्नु भएको बर्खा लाग्यो भन्नु खोजेको हैन धान रोप्ने टाइम आउन आँट्यो भन्नु खोजेको। धान रोप्नको लागि चाहिँ एकदम धेरै अब बिउ चाहिन्छ नि त त्यसले बिउ राख्नको लागि चाहिँ म फ्याउरी लाउँदै छिटो कसरी चाहिँ मेरो काम सिद्धियो भनेर भनेर यसरी म हतार हतार गर्दै काम गर्दै नुहाउँदै अनि रमाउँदै काम गरिसकेँ। तपाईहरु कसरी काम गरिरहनु भएको छ लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्न नबिर्सनु होला। सी यू नेक्स्ट भिडियो गाइस बाइ बाइ।